सो हेलो गाइज, अब यो भिडियोमा चाहिँ होइन हाम्रो नेपाली टिकटकमा 3जना फेमस कपालहरू को भनेर चाहिँ होइन डिजिटल कपाल चाहिँ म भन्न गइरहेको छु होइन। सो नम्बर 3मा चाहिँ होइन मैले हाम्रो सुरेश लामा होइन, एकदमै नेपालको एकदमै फेमस सिङ्गर होइन, एकदमै पपुलर सिङ्गर र होइन डक्टर आलियाको जोडी होइन, टिकटकमा एकदमै फेमस भएको एकचोटि होइन। डक्टर होइन आलियाको फेसियल रियाक्सनहरू र अनि त्यसपछि सुरेश लामाको सिङ्गिङ होइन, एकदमै वन्डरफुल हट टचिङ सिङ्गिङ चाहिँ धेरैजना दर्शकहरूले रुचाउनु भएको थियो एकचोटि होइन। सो अल रेसको हाम्रो होइन जोडीलाई चाहिँ मैले नम्बर 3मा राखेको छु होइन। कन्ट्रोभर्सीहरूको कुरा नगरौँ अहिले होइन, जस उनीहरूले एकदमै राम्रो राम्रो मोमेन्ट्सहरू होइन क्रिएट गरेको छ नेपाली टिकटकमा होइन, त्यो सबै दर्शकहरूले रुचाएको पनि छ है। सो नम्बर 2मा चाहिँ मैले राखेको छु हाम्रो आयुष भाइ होइन, आयुष भाइ र एलिजे फ्रम पाकिस्तानको जोडीलाई होइन। उनीहरूको पनि सुरुदेखि फ्लर्टिङहरूदेखि लिएर होइन अन द स्टेप्स इन्गेजमेन्टदेखि लिएर बिहासम्म आउँदाखेरिको जर्नी चाहिँ होइन एकदमै इन्ट्रेस्टिङ र इन्टरटेनिङ थियो है सबै दर्शकहरूलाई। मैले पनि एकदमै धेरै फलो गर्थेँ होइन, स्पेसली बाहिर भएको मान्छेहरूलाई चाहिँ कहिलेकाहीँ थाकेर आउँदाखेरि होइन उनीहरूको त्यो रोमान्टिक भिडियोजहरू हेर्दाखेरि एकदमै खुसीको अनुभव हुने, धेरैजनाको साइकोलोजिकल प्रब्लमहरूलाई पनि मद्दत पुऱ्याएको छ क्या होइन। स्पेसली 80% बाहिर बस्ने नेपालीहरू चाहिँ मेन्टल इलनेसको शिकार छ गाइज होइन, बिलिभ मी अर नट होइन। त्यो भिडियोहरूले चाहिँ हेर्दै हुन्छ नि एउटा लाइक चियरफुल होइन, एउटा मोटिभेटिङ पोजिटिभ खालको होइन भाइब दिन्छ क्या उनीहरूको त्यो रिलेसनसिपले होइन। सो अदर देन द्याट होइन, अब रिलिजन डिफ्रेन्स होइन, हिन्दू एकजना मुसलमान होइन, अनि अर्को कन्ट्री डिफ्रेन्ट होइन, एकजना नेपाल पाकिस्तानको मान्छे दुबईमा बसिरहेको होइन। त्यसपछि एज पनि आई थिङ्क अलिकति 1-2 वर्षले जेठो छ क्यार होइन एलिजे, सो एज डिफ्रेन्स पनि भयो होइन। सो मेनी डिफ्रेन्सेस, तर नथिङ म्याटर्ड क्या होइन। एट द एन्ड द ट्रु लभ वान होइन। सो ट्रु लभको अगाडि अल अफ दिस थिङ डोन्ट म्याटर भनेर चाहिँ प्रुभ गरिदियो क्या, यो एकदमै इन्सपायरिङ स्टोरी छ है गाइस। सो एलिजे र होइन हाम्रो आयुषको भाइको जोडीलाई चाहिँ मैले नम्बर 2मा राखेको छु होइन। अनि त्यसपछि हाम्रो नम्बर 1मा होइन, नम्बर 1मा चाहिँ म चाहिँ धेरै पहिलेदेखिको कुल बोयको चाहिँ लाइभ फलो गर्थेँ होइन गाइस। सो अब कुल बोयको चाहिँ अब फ्लर्टी खालको लाइभ हुन्छ होइन, एकदम इन्टरटेनिङ हुन्छ, हेल्दी फ्लर्टिङ होइन, अनि सिङ्गिङ पनि उसको एकदमै राम्रो, एकदमै हट टचिङ साउन्ड भोकल छ होइन, एकदमै इन्टरटेनिङ लाइभ हुन्छ जे होस् होइन। कुल बोयको लाइभ मैले धेरै अगाडिदेखि फलो गर्दै आइरहेको उसलाई होइन, अहिले अलिकति छुट्या छ त्यो पनि लाइक होइन, पहिले चाहिँ म धेरै फलो गर्थेँ। सो कुल बोयको चाहिँ नाम चाहिँ धेरैजना होइन भनौँ न टिकटकरहरूसँग जोडिन्छ होइन, तर मलाई चाहिँ होइन वान अफ द बेस्ट लागेको चाहिँ अनलाइन केमिस्ट्री चाहिँ हाम्रो कुल बोय र आनाको होइन। सो मैले कुल बोय र आनालाई चाहिँ होइन नम्बर 1 जोडीको रूपमा राखेको छु होइन, किनभने थमेलको त्यो उसमा सुरुमा भेट हुँदादेखि लिएर होइन हरेकपल्ट लाइभ जोड्दाखेरि जुन केमिस्ट्री छ होइन, त्यसपछि एकचोटि डेटिङ पनि गएको छ क्यारे, डेटिङको भ्लग पनि छ त्यो युट्युबमा होइन। सो हेर्दाखेरि एकदमै उनीहरूको जुन त्यो रियाक्सन छ, फेसियल एक्सप्रेसनहरू छ होइन,